केपी ओलीको मनोवाद। आज किन साथी रौँ रौँ लाग्छ। कतै यति बेलाको मलाई नै अनुमान गरेर पुष्प नेपालीले उति बेला यो गीत गाएका पो थिए कि आफ्नै साथीहरूले साथ छोड्न खोज्दा मसँग त रौँ रौँ लाग्छ भनेर सुनाउने साथीहरू पनि नहुने हुन् कि झैँ लाग्न थालेको छ। कसलाई भन्नु यो मनको बह, जसले सुन्छन् जस्तो लाग्थ्यो उनीहरू नै अलगिन थाले। मेरो पछाडि जो छन् भनेर म ढुक्क थिएँ, अब त उनीहरू सबै अर्कै बाटो हिँड्न खोजिरहेका छन्। यो 2 दिनले मलाई जसङ्ग बनाएको छ। यिनीहरू केही न केही गर्दैछन् भन्ने सुइको नपाएको होइन, मोर्चा बन्दिने गर्लान् झैँ लागेको थिएन। कार्यालयमा जाँदा उनीहरूको आवाज अझ बलियो होला भनेर घरमै बोलाए ताकि मेरै घरमा आएर उनीहरूले आगो नखोलन्। मैले सोचे चाहिँ भएन। हुन त यिनीहरूले भनेको गलत पनि होइन, तर एकपछि अर्कै गल्ती गर्दै यहाँसम्म आएको मलाई तिमीहरू सही छौ भन्न मनले दिएन। विरोधीले त जेन्जी आन्दोलनमा मलाई नै दोषी ठहराएका थिए। हुँदाहुँदै आफ्नै दलकाले पनि त दोषी होस् भन्न थाले। मैले आफूलाई शक्तिशाली बनाइराख्न केही बाँकी छोडेको जस्तो लाग्दैन। अहिले आफू शक्तिहीन भएको आभास हुन्छ मलाई। आफूले गिज्याएको, खिस्याएको अनि अनेक दुःख दिएर जेलमा हालेको रवि लामिछाने यति बेला बहुमतसहित शक्तिशाली बन्यो। बारम्बार महानगर बनाउने प्रस्तावसहित आउँदा आफूले दुत्कारेको बालेन अहिले प्रधानमन्त्री नै भइसकेको छ। उसले एकपटक पक्रिएर ममाथि भविष्यमा के हुन सक्छ भन्ने सङ्केत दिइसकेको छ। यस्तो बेला साथीहरू मेरो बचाउमा लाग्लान् भनेको त उनीहरू नै पो खोइरो खन्न थाले। म शक्तिमा रहँदा मैले मात्र कहाँ फाइदा लिएको थिएँ र? केही न केही त उनीहरूले पनि पाएकै थिए। आखिर विगतमा मैले गुणको बदला गुणले तिर्नुपर्छ भनेर सिकाएको भए उनीहरूले अहिले ममाथि दयाभाव राख्थे होलान्। विगतमा मैले अरू कमजोरी हुँदा जे गरे आज उनीहरू ममाथि पनि त्यस्तै गर्न खोज्दैछन्। थाहा थियो यो पृथ्वी अलि हठी स्वभावको छ, तर ममाथि नै धावा बल्ला चाहिँ लागेको थिएन। प्रहरीको जिब्रो थुच्छु भन्यो उसले एकपटक त मैले प्रधानमन्त्रीका रूपमा नसुने चाहिँ गरिदिएँ। अहिले त ऊ नै ममाथि जाइ लाग्न थाल्यो। प्रदीपले कति अनुनय गर्यो मलाई महासचिव बनाइदिनुहोस् भनेर। मैले शङ्करलाई काकी च्यापेँ। हिजो त उसले पनि पूर्ण सङ्गठनको नाममा मलाई हट भन्यो। भृकुटी मण्डपमा प्रदीप पिल पिल गरेको थियो। मैले थाहै नपाए चाहिँ गरेँ। बरु ऊ भएको भए शङ्कर जस्तो बैगुनी त बन्दैन थियो होला। अनि त्यो विष्णुलाई कति गरेर ललिता निवास काण्डमा जग्गा फिर्ता गर्न लगाएर जेल जानबाट जोगाएको थियो मैले। उसले यो गुण भुसुक्कै बिर्सियो। त्यसरी नै जसरी सारिकाले गाएकी छन्, गुण भुल्यौ पित्तलको सुन पायो होला। उसलाई तिमी पानीमाथिको उभानो नबनाऊ भनेर त्यो काण्ड सम्झाइदिउँ भन्ने उसले फेरि मेरा कति हो कति काण्ड बाहिर ल्याइदेला भन्ने डर। म के गर्ने के नगर्ने बिलखबन्दमा परेको छु। धन्न यति बेला त्यो सुदन गृहमन्त्रीमा छैन र मैले आफैसँग भए पनि यति कुरा गर्न सकेको छु। आफ्नाहरूलाई नै अब थप चिड्याए भने उनीहरूले नै सुदनलाई विगतका मसँग जोडिएका गिरिबन्धु लगायतका घटनाहरू छताछुल्ल पारिदिए भने त मलाई सोझै फेरि गिरफ्तार गर्लान्। यति बेला त सर्वोच्च अदालतको सेटिङ पनि भत्किएको छ। अब कसले बचाइदेला र मलाई? बरु यसरी बारुदमाथि हिँड्नुभन्दा त यो अध्यक्षको पद नै छोड्नु बेस। कहिलेकाहीँ यस्तै सोच्ने गर्छु। चुनावी नतिजाको नैतिक जिम्मेवारी लिएर उति बेलै छोडेको भए इज्जत पनि बढ्थ्यो। वाह कति नैतिकवान भन्दै प्रशंसा पनि पाइन्थ्यो। अब छोडौँ भने त दबाब सामु झुक्यो भन्लान्। म त्यसो गर्न सक्दिनँ। बाघ बरु भोकै मर्छ तर घाँस खाँदैन। अरूसँग भन्न पो भएको छैन। मलाई यति बेला विद्याको खुबै याद आएको छ। मैले जे गर्दा पनि राष्ट्रपतिको रूपमा उनले कहिले अवरोध पुर्याएनन्। अरूसँग भन्नु पो भएको छैन। मलाई यति बेला विद्याको खुबै याद आएको छ। मैले जे गर्दा पनि राष्ट्रपतिको रूपमा उनले कहिले अवरोध पुर्याएनन्। दुई पटक संसद विघटन गर्दा समेत उनले मध्यरातमै सदर गरिदिएकी थिइन्। आखिर राष्ट्रपतिको कार्यकाल सकिएपछि राजनीतिमा आउन मिल्छ मैले नै भनेको थिएँ। मैले जे भनेको थिएँ उनले त्यही गरेकी थिइन्। तर मलाई के भो उनी नै मेरा लागि खतरा हुन् झैँ लाग्न थाल्यो र त्यत्रो विरासत बोकेको मान्छेको सदस्यता नै खारेज गरिदिए। उनले राष्ट्रपतिको पदको गरिमा बुझेर राजनीतिमा आउन नखोजेको भए पनि हुने, अनि मैले पार्टीबाट नलेखेटेको भए पनि हुन्थ्यो। आखिर यी दुवै भएनन् र मेरो यो गति हुँदैछ। बरु उनै विद्या म पक्राउ पर्दा र बिरामी हुँदा 2 पटक भेट्न आइन्।
उनका सामु म आफ्नै हरकतले एक पराजित र लज्जित सिपाही झैँ बनेको थिएँ। उनी पनि सदस्यता नवीकरण नगरिदिएकोमा पिलपिल गरिरहेकी थिइन्। आफूले नवीकरण नगरेको सदस्यताको निर्णय जसै मैले उल्टाएँ। विष्णु पौडेलले त्यसरी नै 70 वर्ष प्रावधान लागू नगर्ने विगतको निर्णय पनि सच्याउ भन्दै ममाथि निशाना सोझ्याएको छ। समय एकनासको नहुने रहेछ। कुनै बेला मेरो पछाडि को थिएनन्, के थिएन र आज मेरै साथीहरू मसँग छैनन्। सधैँ आफूले दुत्कारेको माओवादीबाट आएका बादलहरू मेरा रक्षा कवच बनिरहेका छन्। त्यसमा पनि स्वार्थ त पक्कै छ। भुटानी शरणार्थी काण्डबाट जोगिन बादल प्रचण्डसँग नगएको कम्तीमा मलाई त थाहा छ नि। आफ्नाले नै साथ छोड्दै जाँदा यी आयातितले कतिन्जेल मलाई बोक्लान रखाइ। फेरि उनीहरूलाई कसले विश्वास गर्नु? एमालेका कार्यकर्ता उनीहरूलाई आफ्नो ठान्दैनन् भन्ने नेता मान्नु त परको कुरा। कसरी मैले उनीहरूको बलमा यत्रो विरोध खेप्न सक्नु? धन्न त्यो एउटा महेश छ र म गुन्डुमा यसरी बसेको छु। मलाई डर लाग्छ कुनै दिन उसले पनि मेरो साथ छोड्यो र विष्णुहरूको खेमामा गयो भने बरु यसै उसै फेरि प्रचण्डहरूसँग मिलौँ कि जस्तो पनि लाग्छ। तर माधवसँग कसरी मुख देखाउँ? उनको नाममा कुल्ला गर्छु मैले नै भनेको हो। केन्द्रीय समितिमा उतै बहुमत पुग्यो भने आफू सकिनुभन्दा त फेरि शक्ति आर्जन गर्न प्रचण्डसँग कुरा गर्नै पर्ला। एकपटक राधिकासँग पनि सोध्छु। ओहो, यो कस्तो मनोवाद मेरो सपनामा आएको। धन्न बिउजिए र यतिमै रोकिन पुग्यो।